धनगढी महानगरपालिकाभित्र कहीँ कतै पनि गुटखाका खोल, चकलेटका खोल, पानीका बोतल, चाउचाउ बिस्कुटका खोल लगायत कुनै पनि किसिमका फोहोरहरू जथाभावी रूपमा नगरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। यदि कोही कसैले जथाभावी रूपमा फोहोर गरेको भेटिएमा रु 500 देखि रु 15,000सम्म जरिवाना रहेको कुरा जानकारी गरिन्छ। यो कसको घर हो? यो वरिपरि कति फोहोर रहेछ? ए झोले गएर फोहोर गएर होइन म त सफाइ गर्थेँ कि होइन फोहोर फालेको होइन म त्यो सफा जरिवाना काट्नुपर्छ है। यो फोहोर गऱ्यो भने 500 देखि 15,000 जरिवाना छ। होइन नि मैले आफै सरसफाइ गरिरहेको थिएँ, त्यो जोइटिङले त्यो फोहोर फालेको। हामी गाउँका दिदी बहिनीहरू यहाँ हामी अनि तपाईँले नगरपालिकाबाट चाहिँ आएर चाहिँ सरसफाइ कार्यक्रम गर्ने, तिमीले यसरी फोहोर फाल्ने? होइन फोहोर फाले भनेको अहिले सफा गरेको तपाईँहरूलाई देखेर डरले चिट काट्नुहुन्छ कि भनेर। ल ल ल आफू सफा गर्नु सफा गर्नु 500 देखि 5,000सम्म जरिवाना छ, थाहा छ कि नै नगरपालिका? एकदम थाहा छ दिदी, म पनि गर्दैन र मेरो टोलवासीलाई पनि गर्न दिँदैन। हो र, ल अब यहाँ सफा गरिदिनु सबै। यहाँ दिदी बहिनीहरू हेर्नुहोस् त, कस्तै दिदी बहिनीहरू सरसफाइ गर्दै समाज सेवा गर्दै हिँडेका। तिमी टिकटकमा मात्र भाइरल हुन्छौ। अब टिकटकमा मात्र भाइरल हानि फोहोर पनि गर्दैन। हुँदैन हुँदैन आफ्नो घरमा सफा गर्नुहोस्। टिकटक हेऱ्यो भनेदेखि एक्लै पनि हाँसो उठ्छ कस्तो। आफ्नो गाउँ घर अगाडि आफै सफा राखौ। हो ल ल अनि फोहोर यो फोहोरले गाडीलाई कुइने नकुइने फोहोर छुटाइदिनु होला। र त जरिवाना छ त्यसमा पनि। अबदेखि देख्यो भने यस्तो फोहोर गरेको देख्यो भने 500 देखि 15,000सम्म हो मेरो। 15,000सम्म जरिवाना छ। अहिले 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 चाहिँ चिन्ह गाडिदिनु होला मेरो। अब अर्को चोटि आउँदाखेरि एकदम सफा बनाएर राख्छु। धेरै धेरै धन्यवाद। अब चाहिँ हामी प्रत्येक सरसफाइ कार्यक्रममा तिमीले पनि सहभागी हुने, दिदी बहिनीहरूलाई त्यो गर्ने लज्जाउँछ। एकचोटि अहिले छोडिदिनु, अब ठिकै छ। फोहोर मैले गरेँ भने त्यो जोइटिङले गरे हो, त्यसलाई म भनिदिन्छु भोलिदेखि नगरेस् भनेर। सरसफाइ कार्यक्रममा जाउँ। हुन्छ सरसफाइ अभियानमा म पनि गइदिन्छु दिदी, मेरो चिट चाहिँ नगाडिदिनु होला।